नमस्कार, यो तात्तातो समाचारमा हजुरलाई स्वागत छ। हजुर नमस्कार सर, फोटोकपी अब यसको लागि अब हामीले एउटा सानो प्रोग्राम राखेको छौँ। अब यो देशलाई बहुत दुःख परेको खण्डमा अब हामीले एउटा साथ सपोर्ट युवालाईदेखि लिएर सबैलाई हाम्रो बुढा बाबुआमा दिदीभाइ सबैलाई एउटा सपोर्टको लागि उत्रिनको लागि हामी हार्दिक अनुरोध गर्दछु। अब यसैको लागि मैले घन्टीलाई समर्थन गरेको छु। अब यसपालिको भोट हुनुपर्छ, यस्तो हुनुपर्छ कि कसैले नसोचे भन्दा पनि बहुमत हुनु जरुरी छ। के छ, तपाईँलाई सपोर्ट गर्छ जस्तो लाग्छ? होइन, गर्न त अब यस्तो छ, हाम्रो युवाहरूले दुःख पाएको खण्डमा गर्नुहुन्छ। अब जसले सुख पाउनुभयो, कुनै पार्टीको कार्यकर्ता भएको कारणले उहाँले खान पाइराख्नु भएको छ भने सपोर्ट गर्नुहुन्न। राम्रो व्यक्तिले सियो चुन्नुहुन्छ। के छ, झापामा तपाईँले जित्नुहुन्छ, ओलीलाई जित्नुहुन्छ? यस्तो जित हारको कुरा त कन्फर्म गर्न सकिँदैन, तर जतिजना जनताले मलाई माया गर्नुहुन्छ त्यो हिसाबले म 100% छु। तपाईँले भनेपछि ओलीलाई हराउन सक्नुहुन्छ? मैले ओलीलाई हराउने होइन, उहाँको एउटा दम्मलाई हराउनु पर्ने आवश्यकता छ। हस्, धन्यवाद। हस् त, नमस्कार। हामी धन्यवाद लिँदैनौँ, नमस्कार लिन्छौँ। हाम्रो देशमा हामीले नमस्कारबाट सुरु गर्नुपर्छ। सबैलाई संस्कृत दिनु जरुरी छ।